आकृतिहरू बनाइएको छ ढुङ्गाको। मलाई चाहिँ धेरै पहिलेदेखि हेर्न मन लागेको। अनि यहाँ चाहिँ बनाइएको छ। अनि यता यो आकृति धेरै पहिले बनाएको थियो, निकै धेरै कुराहरू थियो। आज चाहिँ मलाई यो हेर्न एकदमै मन लागिरहेको। पहिले पटक आएको थिएँ 7-8 वर्ष अघिको कुरा। यहाँ सल्लाहहरू बनेर आएको छ है, जति सल्लाहहरू। अनि यता यो फुल जति सल्लाह। यता चाहिँ यहाँ बोर्डहरू खेल्ने रहेछ। कुकुर पनि आएको डर पो लाग्छ। क्या हो यहाँ चाहिँ बोटिङ रहेको छ। हरियाली। अनि त्यसपछि हामी यता माथि पनि यसो कति परिवर्तन भएको रहेछ हेर। लपताल लेखेको रहेछ कहाँतिर। यहाँ पनि यस्तो बनावट रहेको छ। के हो यो? विभिन्न आकृतिहरू बनाइएको छ। गणेश पो रहेछ त। अनि यता त्यहाँ पनि जाउँ। अनि यता के रहेछ त भनेर नि मूर्तिकला क्षेत्र रहेछ यता। यहाँ माथि नि आउनु न। यहाँ मयूर बस्छु। यहाँ यो आकृतिहरू मन लागिरहेछ। कस्तो दामी बनाएको छ। अझै छ माथि माथि अझै एउटा आकृति। कतिवटा आकृतिहरू बनाइएको छ। माथि के छ? यता पनि छ। म हेर्दैछु। यो चाहिँ के हो? के हो यो? मैले त छुटाउन सक्दिनँ। के आकृति हो थाहा भएन। यहाँ बस्ने ठाउँ। ताल पनि यता र उता पसिगएको चिसोहरू चाहिँ यहाँ टावर रहेछ। कता कता जाने होला? के हो? के हो यो? के बनाइयो यो? छौ हजुर के हो यो? के हो? ओ यहाँ जाउँ न टावरमा। अझै कति रहेछ नि त। कस्तो सेल्फी स्टिकै बिर्सेछ। ढुकुर चराहरू पनि रहेछ। फुलबारी आहा दामी। त्यो टावर
यता पनि धेरै आकृतिहरू रहेछ। फुल पनि रहेछ। आम्मामा कति धेरै। हेर्नु गाइस, ओहो के हो यिनीहरू यहाँ? फुल फुल यता कस्तो मजाले बनाएको। यता अब के हो यहाँ त मान्छे छ त मान्छे 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 यो चाहिँ के रहेछ? एउटा रहेछ भनेर म के हो के यता 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 चाहिँ जङ्गल रहेछ। यहाँ चाहिँ के छ? ओहो यो पनि मान्छेकै आकृति बनाएको रहेछ। यो चाहिँ पहिले के भन्छ यसलाई माने के भन्छ नि त्यस्तै छ त हौ यो त माना के हो यो आकृति म त चिन्नै सकिनँ। कोही कोही त कछुवा हो के हो। यहाँ पनि मलाई समर्पण गर्नुभएको अरे ढुङ्गा। यहाँ माथि पनि रहेछ। यहाँ माथि के हो? तल यहाँसम्म। यता चाहिँ के को यो एरियादेखि तल रहेछ। म चाहिँ आज यहाँ तल भिजिट गरिरहेको छु। के छ भनेर अवलोकन गर्दैछु। यहाँ चाहिँ मानिस रहेछ। कता हो बाटो पनि। यो चाहिँ के हो? बिरुवाहरू के बिरुवा थाहा भएन। यहाँ पनि रहेछ यता यहाँ हो यो टावरमा जानु पर्ला। ओहो यता आउनु न। यो टावर जाउँ न। पर हुन्छ म चाहिँ तल सबै ठाउँ यहाँ जति पनि देखिएको चिजहरूलाई चाहिँ क्याप्चर गरिरहेको छु क्या। वा ओठ आमामा आँखा ओठ कत्रो छ हौ यो त पल्टी गएछ कि क्या हो यस्तो ओठ त हो। यो चाहिँ फोका पारिएको रहेछ। कपाल फोका पारिएको। यता यहाँ पनि छ के हो पाङ्रा जस्तो। कति चिल्लो चिल्लो छ त। अयो
माछालाको बोट। यहाँ चाहिँ टावर रहेछ।